डर र रहस्यको दुनियाँमा स्वागत छ। हरर स्टोरिज एनपीमा। यहाँ तपाईँले सुन्नुहुनेछ नेपाल र विश्वभरका सबैभन्दा डरलाग्दा, रहस्यमय र रौंगटे खडा गराउने कथाहरू। प्रत्येक कथाले तपाईँलाई अन्धकारको त्यो संसारमा लैजानेछ, जहाँ डर, आत्मा र अनौठा घटनाहरू लुकेका छन्। यदि तपाईँलाई डरलाग्दा कथाहरू मन पर्छ भने हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्, किनकि यहाँ हरेक कथा तपाईँको निद्रा हराउन सक्छ। शमशानको छेउको घर। नेपालको पहाडी जिल्लाको एउटा सानो गाउँ थियो। नाम थियो भैरव डाँडा। गाउँ शान्त थियो, तर गाउँको छेउमा रहेको पुरानो शमशान घाटलाई लिएर सबै गाउँले डराउँथे। भनिन्थ्यो राति त्यहाँबाट रोएको आवाज आउँथ्यो। गाउँमा एक युवक बस्दथ्यो, रमेश। ऊ सहरबाट पढेर गाउँ फर्किएको थियो। ऊ भूत प्रेतमा विश्वास गर्दैनथ्यो। गाउँलेहरूले शमशानको छेउको पुरानो घरबारे धेरै डरलाग्दा कथा सुनाउँथे, तर रमेश हाँस्दै उडाइदिने गर्थ्यो। एक दिन रमेशले घोषणा गर्यो, म त्यो घरमा बस्छु, हेरौँ भूत हुन्छ कि हुँदैन। गाउँलेहरूले धेरै सम्झाए। त्यो घरमा बस्ने कोही पनि बिहानसम्म बाँचेको छैन, एक वृद्धले भने, तर रमेश मानेन। पहिलो रात। रमेश त्यो घरमा सरेको पहिलो रात निकै शान्त थियो। घर पुरानो थियो, काठका ढोकाहरू चिरचिर आवाज गर्थे। बाहिर घना जङ्गल थियो। राति करिब 12 बजे अचानक ढोका आफै खुल्यो। रमेश उठ्यो। उसले सोच्यो हावा होला। ढोका बन्द गरेर फेरि सुत्यो। केही बेरपछि उसले स्पष्ट सुन्यो, ढोकामा कसैले नङले कोरेको जस्तो आवाज। खरर खरर। उसको मुटु जोडले धड्किन थाल्यो। उसले ढोका खोलेर बाहिर हेर्यो, कोही थिएन। दोस्रो रात। उसले मोबाइलमा भिडियो बनाउने निर्णय गर्यो। राति 1 बजेतिर अचानक घरभित्र चिसो हावा चल्न थाल्यो। झ्यालहरू आफै खुल्न थाले। त्यसै बेला उसले सुन्यो एउटा महिलाको रोएको आवाज, मेरो बच्चा फर्काइदेऊ। रमेश डरायो, तर उसले साहस गरेर आवाज आएको कोठामा गयो। त्यो कोठा खाली थियो, तर अचानक उसको मोबाइलको स्क्रिन आफै अन भयो। स्क्रिनमा एउटा फोटो देखियो, एउटी महिला, आँखा रगतले भरिएको, उसको काखमा मरेको बच्चा। रमेश छस्कियो। उसले तुरुन्त मोबाइल बन्द गर्यो। तेस्रो रात सत्यको खुलासा। तेस्रो रात रमेश सुत्नै सकेन। ऊ जागै बस्यो। राति ठीक 3 बजे अचानक घरको भित्तामा रगत बग्न थाल्यो। भित्तामा आफै लेखियो, हामीलाई किन जलायौ? रमेश चिच्यायो। त्यसै बेला उसको अगाडि एउटा आकृति देखियो, एउटी महिला, उसको अनुहार जलेको थियो, आँखा खाली। उसले कराउँदै भनिन्, यो घर हाम्रो थियो, गाउँलेहरूले हामीलाई जिउँदै जलाए। अचानक रमेशले पछाडि बच्चाको हाँसो सुन्यो। जब उसले फर्केर हेर्यो, एउटा सानो बच्चा उसको खुट्टामा टाँसिएको थियो। बच्चाको अनुहार आधा जलेको थियो। अन्तिम बिहान। भोलिपल्ट गाउँलेहरू रमेशलाई भेट्न आए। घरको ढुका खुला थियो। घरभित्र कोही थिएन, तर भित्तामा रगतले लेखिएको थियो, अब ऊ पनि हामीसँग छ। त्यस दिनदेखि त्यो घरबाट कहिल्यै बत्ती निभेन। राति अझै पनि त्यहाँबाट पुरुषको चिच्याएको आवाज आउँछ। गाउँलेहरू भन्छन् रमेश अझै त्यो घरभित्र कैद छ। एक दिन सहरबाट एक युवक आयो, दिपेश। उसले त्यो अस्पतालको चौकीदारको काम पायो। उसलाई त्यहाँ बस्न सस्तो घर पनि दिइयो। स्थानीय मानिसहरूले उसलाई चेतावनी दिए, राति अस्पतालको पछाडिको भवनतिर नजानु, विशेष गरेर वार्ड नम्बर 13। दिपेश हाँस्यो, यी सबै पुराना डराउने कथा हुन्। पहिलो अनौठो घटना। पहिलो रात दिपेश गेट नजिकै बसेको थियो। अस्पताल पुरै सुनसान थियो। राति 11 बजेतिर अचानक अस्पतालको भित्रबाट स्ट्रेचर घिस्रिएको आवाज आयो, घरर घरर। दिपेश टर्च लिएर भित्र गयो। गल्ली खाली थियो, तर जमिनमा ताजा रगतको डोब देखियो, जुन बिस्तारै अगाडितिर गइरहेको थियो। उसले त्यो रगत पछ्याउँदै जाँदा त्यो सिधै पुग्यो वार्ड नम्बर 13 को ढोकामा। ढोका बन्द थियो। दोस्रो रात उसले आवाज रेकर्ड गर्ने निर्णय गर्यो।
राति 12 बजेपछि अस्पतालभित्रबाट धेरै मानिसहरू कराएको आवाज आउन थाल्यो। डाक्टर बचाऊ, मलाई जल्न दिइनौ। दिपेश डरायो तर साहस गरेर भित्र गयो। जब ऊ वार्ड 13 नजिक पुग्यो, ढोका आफै खुल्यो। भित्र अन्धकार थियो। उसले टर्च बाल्यो। भित्र 10 वटा बेड थिए। सबै बेडमा जलेको शरीर जस्तो आकृति सुतिरहेको थियो। अचानक सबै आकृतिहरू एकैपल्ट उठे। टर्च आफै निभ्यो। सत्यको इतिहास। भोलिपल्ट दिपेशले शहरका वृद्धहरूसँग सोध्यो। उनीहरूले भने त्यो अस्पतालमा धेरै वर्ष अघि आगलागी भएको थियो। वार्ड नम्बर 13 मा गम्भीर बिरामीहरू राखिएका थिए। डाक्टरहरू डरले भागे। बिरामीहरू जिउँदै जले। तर घटना लुकाइयो। अस्पताल चुपचाप बन्द गरियो। अन्तिम रात दिपेशले सत्य पत्ता लगाउने निर्णय गर्यो। राति 3 बजे ऊ फेरि वार्ड 13 पुग्यो। यसपालि ढोका आधा खुला थियो। भित्रबाट धुवाँ निस्किरहेको थियो। उसले भित्र छिर्ने बित्तिकै ढोका जोडले बन्द भयो। अचानक भित्तामा आगो बल्न थाल्यो। उसले देख्यो जलेका बिरामीहरू उसको वरिपरि उभिएका थिए। एक जलेको डाक्टर अगाडि आयो र भन्यो, हामीलाई छोडेर किन भाग्यौ? दिपेश करायो, म होइन, म नयाँ चौकीदार हुँ। तर बिरामीहरूले एकै स्वरमा भने, अब तिमी हाम्रो हेरचाह गर्नेछौ सधैँको लागि। भोलिपल्ट बिहान शहरका मानिसहरूले अस्पतालबाट धुवाँ निस्केको देखे। जब उनीहरू पुगे, अस्पताल फेरि पुरै सुनसान थियो। दिपेश कतै थिएन, तर वार्ड नम्बर 13 को ढोकामा एउटा नयाँ नेम प्लेट टाँसिएको थियो। ड्युटीमा दिपेश स्थायी। राति अझै पनि त्यहाँबाट बिरामीहरूको चिच्याएको आवाज आउँछ।